मेन भनेको अब यो ब्रोकर एनालाइसिस भनेको चाहिँ के भनेपछि यसको होइन अब दिनमै ट्रान्ज्याक्सन भयो भने चाहिँ अब डिफ्रेन्ट ब्रोकरहरूको थ्रुबाट चाहिँ नि अब तपाईँको चाहिँ नि मान्छेहरूले हामीले एकाउन्ट बनाएर चाहिँ नि ट्रान्ज्याक्सन गर्ने भयो होइन हरेक स्टक चाहिँ नि किन्ने भयो त्यही डाटा आएको क्या कसले हरेक ट्रान्ज्याक्सनको डाटा हुन्छ नि अब तपाईँले कुनै एउटा स्टक यति किता यतिमा किन्नुभयो भने त्यहाँ चाहिँ नि देखाएको हुन्छ है भनेपछि सबै भनेको तपाईँको कुनै एउटा ब्रोकर होला अरू कुनै अर्को एउटा ब्रोकर होला त्यो आधारमा चाहिँ नि कुन स्टकहरू चाहिँ नि कुन ब्रोकरको थ्रुबाट किनिरहेछ कति किता किनिरहेछ कुन प्राइसमा किनिरहेछ भन्ने कुरा चाहिँ त्यो इन्फर्मेसनमा त्यो आज दिउँसभरि भएको ट्रेडको लागि चाहिँ इन्फर्मेसन एक दिनमा देखाएको होइन त्यसलाई त्यही भएर चाहिँ कुन ब्रोकरले के किनिरहेछ अब कति प्राइसमा भन्ने कुरा देखाउन खोजेको हो स्टकहरू है अनि मेन भनेको चाहिँ नि अब तपाईँको त्यहाँ अब एक दिनमा आज आउँछ नि त हरेक एक दिनमा आउने हो कसले कति बेचेछ कुन स्टकमा के भइरहेको छ भन्ने कुरा चाहिँ नि त्यो डाटाको फर्ममा हेर्न खोजेको हामीले चाहिँ है लुपहोलको बारेमा कुरा गर्छौँ पहिला सुरु भनेको चाहिँ यो डिफिनेसनको आधारमा हामीले के बुझ्यो भने चाहिँ ब्रोकर एनालाइसिस भनेको तपाईँको त्यो डाटालाई भिजुलाइजेसन गरेको हो नि त पास्टको इन्फर्मेसन होइन अब आजकै हेऱ्यो भने पनि आज पनि ट्रेड भइसक्यो हो इन्फर्मेसन पुरै होइन अब हेर्दै जाँदाखेरि 1 मन्थसम्म हेर्दाखेरि 1 मन्थसम्म भएको ट्रेडको बारेमा हेरेको हो होइन तर अब यहाँ चाहिँ नि तपाईँको यहीँबाट भइसक्यो तपाईँको लुपहोलै भइसक्यो पास्टको बारेमा मात्रै हेरेर नि त अब त्यहाँ भनेको तपाईँलाई यो ट्रेड भएको इन्फर्मेसन ठ्याक 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 डाटाले देखाएको छ तर केही गरी तपाईँलाई अब त्यो मान्छेले भने त एउटा ब्रोकरबाट किनिरहेछ अर्को ब्रोकरमा गएर बेच्ने मिल्ने त सबैलाई थाहा छ नि अहिले होइन त्यो एउटा ब्रोकरबाट किनेछ अर्को ब्रोकरमा गइसक्यो भने त त्यहाँ तपाईँको इन्फर्मेसन त देखिँदैन नि त झट्ट चाहिँ देखिँदैन है तपाईँको ब्रोकर एनालाइसिस हेऱ्यो भने अब तपाईँको ऊको एनएफएसहरू सबै त्यही त भयो भने होइन तपाईँको 88मा लगेर बेच्यो उसले पछि लगेर कहाँ लगेर अरू अरू ब्रोकरहरूमा लगेर बेच्यो नि त 88मा लगेर बेच्यो 66मा कहाँ कहाँ लगेर सबैतिरबाट बेच्यो नि त ट्रान्सफर गरेर अझै पनि हेर्नु बाइङ देखाउँछ आरएफपिएल पनि त्यही छ है तपाईँको 62ले अरू अरू ब्रोकरमा लगेर बेच्यो होइन ट्रान्सफर गरेर यही हो क्या तपाईँलाई ट्र्याप बनाउनलाई युज भइरहेछ क्या तपाईँलाई कुनै पनि इन्फर्मेसन इजिली एभाइलेबल छ भने प्लेयरहरूले तपाईँलाई के गर्छ भने प्रायः ट्र्याप गर्नुपर्छ ट्र्याप ट्र्याप गर्छ तपाईँले झुकाउनु खोज्छ क्या सबैले थाहा छैन सबैले देखिरहेछ भने त उनीहरूले मेनिपुलेसन गर्ने चान्स पनि धेरै हुन्छ नि त जस्तै एउटा ब्रोकरबाट किन्यो अब बिओ टु बिओ ट्रान्सफर गरेर अब तपाईँको 3-4 दिन लाग्छ जस्तो लाग्छ है मलाई क्यापिटलबाट गऱ्यो भने होइन त्यो 3-4 दिनसम्मको ग्यापको डाटालाई चाहिँ हेर्न सक्यो कि हामीले है मैले अहिले नै भनिदिइहालेँ होइन 3-4 दिनसम्मको डाटा हेर्दाखेरि चाहिँ केही फरक पर्दैन है त्यसमा चाहिँ तपाईँको त्यति फसिँदैन 1 विकसम्म हेऱ्यो भने चाहिँ ठिक हो क्या अब लङ 1 महिना 6 महिनाको हेर्न थाल्यो भने चाहिँ त्यति रिलिभेन्ट नहुन सक्छ क्या उसले अर्को ब्रोकरमा लगेर बितिसकेको छ कि छैन भन्ने कुरा पनि हामीले चेक गर्नुपर्ने अवस्था हुनसक्छ है मेन कुरा भनेको तपाईँको यहीँ लुपोल भनेको त्यही अर्को ब्रोकरबाट जस्तै मैले भने चाहिँ तपाईँको केबाट किनिरहेको 72बाट किनिरहेको थिएँ होइन एनएफएसै किनिरहेको थिएँ होइन पछि लगेर मैले किनेको थिएँ होइन तर मैले पछि गएर अर्को 41मा गएर मैले त्यो बेचिदिएँ सेयर ट्रान्सफर गरेर बेचिदिएँ भनेपछि मेरो त त्यहाँ के देखाउँछ भने डाटाले 71मा अझै पनि तपाईँको त्यहाँ बाई छ होइन यति किताब होल्डिङ छ यो ब्रोकरको भनेर देखाइरहेको हुन्छ तर 41बाट उसले बेचिसकेको हुन्छ होइन त्यो आधारले चाहिँ नि योमा चाहिँ लुपहोल चाहिँ धेरै छ क्या तपाईँको अर्को ब्रोकरमा गएर ट्रान्सफर गर्ने तर के हुनसक्छ भनेपछि तपाईँको होइन अलिकति बुझ्ने जान्ने मान्छेले चाहिँ के गर्न सक्छ भनेपछि तपाईँको सेल भइरहेछ भने पनि उसको त्यो ब्रोकरको बारेमा चाहिँ हेर्नुपर्छ क्या त्यो बिओ टु बिओ ट्रान्सफर गरेर बेचिरहेछ भन्ने कुरा हुन्छ नि त त्यो चाहिँ नि अलिकति हामीले क्र्याक गर्नुपर्छ त्यही भएर यो अलिकति रिगरस प्रोसेस पनि होइन अलिकति टाइम कन्ज्युमिङ नै हो धेरै हेर्नुपर्छ अब त्यही थोरै स्टक आफ्नो कुनै होल्डिङ छ भने त मजाले गर्दा हुन्छ है होइन अब त्यही अर्को मेन कुरा भनेको चाहिँ अब कुनै पनि त्यो ब्रोकरबाटै गऱ्यो भने पनि यो ब्रोकरले किनिरहेछ भन्ने कुरा हुन्छ नि त स्टक किनिरहेछ भने त्यो एकजनाले मात्र किनेको होइन नि त ब्रोकरबाट होइन त्यहाँ धेरै मान्छेबाट किनेको हुन्छ अब त्यही भएर चाहिँ नि अब त्यही कोही मान्छेले किनेको छ भने पनि अब तपाईँको के हो भने चाहिँ उसले अगाडिदेखि होल्डिङ त तपाईँको आजकै मात्र हेऱ्यो भने तपाईँ इम्प्रुभमेन्ट हुन्छ आज हेऱ्यो भने तपाईँको 2 दिनपछि खातामा आउने हो नि त होइन त्यो हेर्दाखेरि इन्फर्मेन्ट हुन्छ अब त के गरी 1 महिना अगाडि होल्डिङ गरिरहेछ भने तपाईँको एक दिनमै सबै उसले सेल गरेर नि सक्छ नि हामीले देखाएको आरएसपिएलमा पनि एक दिनमै हेभी सेल गरे हो एनजिपिएलमा पनि हेभी गरे हो 58ले होइन तपाईँको त्यत्रो बेलसम्म किनेर पनि उसलाई केही फरक भएन नि त उसले होइन किन्न त किनेको थियो उसले होल्डिङ एकदमै किनेर राखेको थियो तर तपाईँको के भने चाहिँ खातामा छ भने त उसको खातामा आइसकेको रहेछ भने त उसले त एक दिनमै एक्जिट गर्न नि सकिन्छ नि त त्यो हो क्या लुपोल भनेको उसले स्ट्रङ होल्डिङ छ भन्दैमा तपाईँको अलिकति त्यो एग्रेसिभ हेर्न नि हुँदैन है यसलाई मात्रै फलो गर्नु हुँदैन क्या भन्ने कुरा भनेको यो मात्रै सब कुछ होइन होइन अब चाहिँ नि हामीले चाहिँ नि ठ्याक्कै ब्रोकर एनालाइसिस गरेर है अनि अर्को चाहिँ तपाईँको चाहिँ चार्टहरूमा हेरौँ कसरी चाहिँ नि लुपोलहरूको चाहिँ युज गरिरहेछ है प्लेयरहरूले सबभन्दा पहिला चाहिँ एकदमै कडा एभिडेन्स हेर्नु पर्ने एनएफएस सबैलाई थाहा भएको कुरा है एनएफएस चाहिँ के भएको थियो भनेपछि 41 नम्बर ब्रोकरको अझै गएर हेर्नुभयो भने चाहिँ तपाईँको 1 इयर होल्डिङमा अझै 4,41,000 किता चाहिँ अझै पनि छ है यो एकुमुलेसन भनेको नेट होल्डिङ तपाईँको बाई गरेको किताब बढ्यो क्या बाई सेलभन्दा बढी भएको चाहिँ एकुमुलेसन भयो भने बाईभन्दा सेल धेरै भएको चाहिँ डिस्ट्रिब्युसन भयो डिस्ट्रिब्युसनमा गएर हेर्नुभयो भने एक वर्षमा
88 बाट 3 लाख जति फ्यालेको छ अनि 87 बाट फ्यालेको छ 74 बाट नि 1,57,000 यही किता चाहिँ तपाईको पक्कै पनि हैन तपाईको यो 41 को चाहिँ नि हैन शेयरहरु चाहिँ ट्रान्सफर गरेर बियो टु बियो ट्रान्सफर गरेर 84 र 74 बाट पक्कै पनि लगभग हैन यिनीहरु ब्रोकरहरुबाट फ्यालेको हुनुपर्छ है हाम्रो दिपेन्द्र दाजुभाइलेको टोलीले है हैन अपरेटरले भनौं न अपरेटरले यसरी फ्यालेको हुनुपर्छ है त्यही हो कुरो चाहिँ हैन यो बुझ्नुभयो नि तपाईले अब यही भने यहाँ अझै पनि होल्डिङ छ भनेर हेरिरहनु भएछ तर उताबाट अर्को ब्रोकरमा ट्रान्सफर गरेर फ्यालिसक्नु भएको छ है लियरहरुले यसरी फ्याल्छन् है ल त्यो पनि हेर्नु न अर्को भनेको स्टकहरुमा अर्को आरएफएल पनि है आरएफएल पनि तपाईले हेर्नु भने ब्रोकर 33 को चाहिँ तपाईले धेरै किताब फ्यालेको छ देख्नुहुन्छ के तपाईले है 2,50,000 भन्दा बढी फ्यालेको छ यसले त बाई बिनै फ्यालेको छ के उता त अगाडि तपाईको त 88 बाट अलिअलि किने जस्तो देखाएको थियो हैन अरुमा पनि हैन एनएफएस तर आरएफएल मा त कन्टिन्युअसली फ्यालेको छ गएर हेर्नु तपाईले हैन फ्यालेको छ अब यो चाहिँ ट्रान्सफर भएको हुनुपर्छ 62 र 84 बाट है पक्कै पनि यहाँ हेर्नु है त तपाईको अब यो हेर्दाखेरि ठ्याक्कै अब 1-2 वर्षसम्म हेर्यो भने चाहिँ आरएफएल को चाहिँ 1,40,000 जति छ हैन हाराहारी 60 हो त अनि 84 को नि अहिले देख्नुहुन्छ गएर हेर्नु होला तर अनि सेलिङ चाहिँ 6 महिनामा हैन लेटेस्ट 6 महिनामा तपाईको 33 ले बेचेको छ तर त्यहाँ उले बाइ गरेको छैन के उसँग त्यति किताब पहिला बाइ नै गरेको छैन है जति बेचेको छ बाइ नै गरेको छैन त लगभग उले त्यहाँबाट 33 बाट बेचिरहेको छ त्यो चाहिँ डम्पिङको लागि वा एन्ड डिस्ट्रिब्युसनको लागि त्यो ब्रोकर युज भएको छ मात्र छ के अहिले चाहिँ इजिली थाहा पाउन सक्नुहुन्छ है बाइ भन्दा सेल धेरै भएछ त बाइ नै भएको छैन पक्कै है धेरै जस्तो ल यसरी आरएफएल मा नि गेम भएछ है अर्को भनेको तपाईको मैले सिंगल डे मा एक्जिट भएको भनेको गेम नोभेम्बर 25 मा यानजीपीएल हेर्बो भने 58 नम्बर ब्रोकरले 4 लाख भन्दा बढी किता चाहिँ नि हैन बेचेको छ नेट सेल है एकै दिनमा बेचेको छ के मैले तपाईलाई के भने एक दिनमै छ भने खातामा प्लेयरको खातामा चाहिँ शेयर छ भने उले चाहियो भने पैसा एक दिनमै एक्जिट गर्न नि सक्छ यसरी नोभेम्बर 25 मा गरेको छ है त्यही भएर ब्रोकर एनालिसिस मात्र फुल्ली कुरा हैन भनेर मैले भनेको थिए तपाईलाई एक दिनमै फ्यालन छ चाहिँ उले यो चाहिँ नि अलिकति तपाईले त्यो इन्फर्मेसन पनि कहिले थाहा पाउनुहुन्छ भने हेर्नु यहाँ हेर्नु है तपाईलाई सुरु उले किनेको चाहिँ 63,000 किनेको छ अनि 44,94,000 फ्यालेको छ 58 ले है नोभेम्बर 25 मा देख्नु भयो नि एनजीपी हैन अब तपाईले के बुझ्नु पर्यो भनेसी हैन उले चाहियो भने एकै दिनमा फ्याल्न सक्छ तर यो इन्फर्मेसन तपाईलाई 3 बजेपछि मात्र थाहा हुन्छ नि त उले फ्यालिरहेछ भनेसी त हैन जे भने मार्केट क्लोज पछि थाहा हुन्छ तपाईलाई अब त्यसपछि पनि अब तपाईले एक्सन लिनु त भोलिपल्ट हो अब आतिर फ्याल्नुहुन्छ यो पनि झर्छ त्यही बेला कति दिन पछि चाहिँ तपाईले अहिले तलै पर्न सकिन्छ नि त्यही दिनमा नि उले फ्याल्न सक्दैन उले फ्याल्न थालेको माथिबाट हो हैन झर्दाखेरि तपाईको प्राइस एकदम तल झरिसकेको हुन्छ अब भोलि पनि एक दिन झर्छ हैन तपाईको पहिले कहिले त बेच्नै नपाउन सक्नुहुन्छ तपाईले त्यही भएर यस्तो एक्जिट भयो भने अलि गाह्रो हुन्छ है तपाईलाई चाहिँ नि त्यही भएर यो सब कुछ हैन तपाईले इन्फर्मेसन पनि लेट पाउनुहुन्छ हैन रियल टाइममा नि पाउनु हुँदैन चेक गरे नि यो ब्रोकरले बेचिसक्यो भनेको तपाईको मार्केट क्लोज भएपछि मात्र देखिन्छ त्यही भएर यसलाई मात्र सब कुछ हैन अलिकति ख्याल गर्नुस् हैन अहिले टेक्निकली पनि राम्रो छ भने यससँग कम्बो गरेर हेर्दा चाहिँ ठीक हुन्छ है हस् त यति भन्दै आज चाहिँ नि म बिदा माग्छु धन्यवाद।